बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरूको संस्था सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युके सोने युकेले आइतबार लन्डनमा आफ्नो 11औं वार्षिक सम्मेलन सम्पन्न गरेको छ। लन्डन हिथ्रोको सेराटन होटलमा सोने युके अध्यक्ष वरिष्ठ इन्जिनियर सुबोध तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनलाई प्रमुख अतिथिको रूपमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले सम्बोधन गर्नुभएको छ। सम्मेलनमा इन्जिनियरिङका लगभग सबैजसो विधालाई समेट्दै विभिन्न 9वटा कार्यपत्रहरूको प्रेजेन्टेसन गरिएको छ। साथै सोही अवसरमा सम्मेलन स्थलमा विभिन्न 14वटा पोस्टर प्रदर्शनी समेत गरिएको छ। सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रहरूको निष्कर्षलाई लन्डनस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारसम्म सुझावका रूपमा पठाइने सोने युकेले जनाएको छ। दीपकजी, आज तपाईँले कोअर्डिनेट गर्नुभएको यो कन्फरेन्समा खास कस्तो खालको पेपरहरू प्रेजेन्ट भयो, प्रेजेन्टेसनहरू के भयो, खास टेक्निकल साइडबारे अलिकति जानकारी गराइदिनुहोस्। आजको कन्फरेन्समा चाहिँ विशेष गरी अब इन्जिनियरिङको डिफ्रेन्ट सेक्टरहरूको बारेमा चाहिँ पेपरहरू छ। जस्तो एआईको एप्लिकेसनहरू इन्जिनियरिङमा के हुनसक्छ, प्रोजेक्ट म्यानेजरमा के हुनसक्छ, सिभिल इन्जिनियरिङमा एआईलाई कसरी युज गर्ने, त्यसपछि ब्लक चेन डाटा सेक्युरिटीको कुराहरू छ, त्यो बारेमा पनि पेपर छ। अनि क्लासिकल आर्किटेक्चरको बारेमा पनि पेपर छ। त्यसपछि प्रोजेक्ट म्यानेजमेन्ट अनि आएर इन्जिनियरिङमा प्रोजेक्टहरू डिले हुने त्यस्तोलाई चाहिँ कसरी मिनिमाइज गर्ने, त्यो बारेमा पनि पेपरहरू छ हाम्रो। त्यसै गरी सिभिल इन्जिनियरिङतिर मेटेरियल साइन्स अनि यो बिम डिजाइनहरू कसरी गर्ने, नयाँ टेक्नोलोजीहरू प्रयोग गरेर, त्यो बारेमा पनि हाम्रो पेपरहरू छ। त्यस्तै गरी हाम्रो यो टेक्निकल सेसन पेपर प्रेजेन्टेसन बाहेक पोस्टर प्रेजेन्टेसन पनि छ र त्यसमा पनि हाम्रो इलेक्ट्रिकल इन्जिनियरिङदेखि आइटीदेखि लिएर मेसिन लर्निङ, एआई अनि मिसइन्फर्मेसनहरूलाई कसरी एआईको मद्दतले थाहा पाउनेदेखि लिएर अरू प्रोजेक्ट म्यानेजमेन्टको साइडहरू, सिभिल इन्जिनियरिङको साइडहरू, त्यो सबै एरियाहरू छ हाम्रो कभर। इन्जिनियरिङको झन्डै मेकानिकल, सिभिल, इलेक्ट्रिकल, आइटी, मेसिन लर्निङ, एआई सबैलाई चाहिँ कभर गर्ने गरेर हामीले पेपर र पोस्टरहरू चाहिँ प्रेजेन्ट गर्दैछौँ। हाम्रो यो 11th कन्फरेन्स, हाम्रो यो चाहिँ एनुअली हामीले कन्फरेन्स गर्छौँ, जहाँ चाहिँ हामीले नेपाली डायस्पोराको इमर्जिङ रिसर्चर्स इन्जिनियर्स र हाम्रो सिनियर रिसर्चर्स इन्जिनियर्सहरूले पनि उहाँहरूको कामलाई प्रेजेन्ट गर्ने एउटा प्लेटफर्म दिएको छौँ। यहाँबाट नयाँ आइडियाजहरू अब सिनियर जुनियरलाई कनेक्ट गराउने एउटा नेटवर्किङ जस्तो पनि हामीले गरेको छौँ र दिस इज अ भेरी गुड अपर्च्युनिटी। आई थिङ्क हामी सबै नेपाली इन्जिनियरहरूलाई सँगै ल्याउने र हामीले युके र नेपालमा पनि यहाँको कन्क्लुजन, हामीले नयाँ आइडियाज, इनोभेसनहरूलाई चाहिँ यदि पास अन गर्न सक्यो भने चाहिँ आई थिङ्क एकदम राम्रो हुन्छ। बेलायतमा बस्नुभएका इन्जिनियरहरूलाई जोडेर नेपालमा इन्जिनियरिङ सेक्टरमा कसरी कन्ट्रिब्युट गर्न सकिन्छ त? इन्जिनियरिङ भनेको त ब्रोड टर्म हुनसक्छ। अब यसमा त क्लाइमेटमा पनि इन्जिनियरिङ छ, फिनान्समा पनि इन्जिनियरिङ छ, कन्स्ट्रक्सनमा पनि इन्जिनियरिङ छ, होइन, अथवा अन्य सेक्टरहरूमा पनि हुनसक्छ। उहाँहरूले पोलिसी इनपुट्स दिएर, रचनात्मक सुझावहरू दिएर, आवश्यक पर्यो भनेदेखि कन्ट्रिब्युट पनि गरेर देशको निर्माणको लागि र देशको विकासको लागि उहाँहरूले साह्रै महत्त्वपूर्ण रोल खेल्न सक्नुहुन्छ। र बेलायतमा बस्नुभएका विज्ञ इन्जिनियरहरूले नेपालको विकासको विषयमा यस्ता राय सुझावहरू दिनुभएको छ भनेर पुर्याउन सक्छु मैले कुरा। सँगसँगै फेरि परराष्ट्र मन्त्रालयमा पनि यो डायस्पोरामा यसरी कन्ट्रिब्युट गरिरहनु भएको विज्ञहरूको एउटा ग्रुप बनाउने, समूह बनाउने, नेटवर्किङ बनाउने र त्यसबाट चाहिँ देशको लागि आवश्यक चाहिँ तपाईँको पोलिसी इनपुट्स, अघि नै मैले भनेको जस्तो पोलिसी इनपुट्स अथवा अरू विषयमा कसरी सहयोग लिन सकिन्छ भन्ने विषयमा मन्त्रालयले एकदमै पछिल्लो समय राम्रोसँग मेहनत गरिरहेको छ। अहिलेको यो क्लाइमेट चेन्जको इस्यु भइरहेको बेलामा कसरी हामीले सस्टेनेबल मेटेरियल्स, दिगो मेटेरियल्सहरू डेभलप गर्न सक्छौँ र यी मेटेरियल्सहरूलाई हामीले विभिन्न प्रयोग गर्ने क्षेत्रहरूमा प्रयोग गर्न सक्छौँ भन्ने बारेमा मैले बोलेको थिएँ। अनि बायोबेस्ड कम्पोजिट्स, की इन्डस्ट्रियल एप्लिकेसन, च्यालेन्जेस एन्ड फ्युचर पर्सपेक्टिभ भन्ने टपिकमा मैले बोलेको थिएँ। कतिवटा कुराहरूमा चाहिँ डक्टर इन्जिनियरको कामहरू चाहिँ नि ओभरल्याप गर्छ है। अब जस्तो आजको सम्मेलनमा नै हामीलाई देखियो इन्जिनियर्सहरूले यति काम गरिरहनु भएको छ है। अब आज मेन कुरा उहाँहरूले चाहिँ कन्फरेन्सको थिममा चाहिँ प्रोफेसर दाहालले जुन सस्टेनेबिलिटीको बारेमा कुरा गर्नुभयो नि, यो कुरा त हाम्रो इभन मेडिकल प्रोफेसन डक्टरहरूलाई पनि एकदमै लागु हुने कुरा हो। विशेष गरी मेरो उद्देश्य पनि यहाँको इन्जिनियरहरू, आम इन्जिनियरहरू, सबै हामी नेपाली इन्जिनियरहरू, उहाँहरूकोसँगको एउटा नेटवर्किङ,
उहाँहरूको सँगको एउटा कम्युनिकेसन गर्ने र संस्थागत रूपमा पनि सोने युके र नेपाल इन्जिनियर्स एसोसिएसनको सम्बन्धलाई अझ बढी प्रभावको रूपमा अगाडि दिनमा लान सकिन्छ कि भन्ने मेरो यो अहिलेको भिजिटको उद्देश्य हो। त्यो पूर्ण रूपमा मैले यो सफल भएको पाएको छु। आजको कन्फरेन्स चाहिँ मलाई एकदम रमाइलो लाग्यो बिकज आई थिङ्क मैले धेरै चिज सिक्न सकेँ। स्पेसली अहिलेको नयाँ गभर्मेन्टको फोकस नै के अरे सस्टेनेबल फाइनेन्स हो। सो यो कुराहरू सिक्दाखेरि चाहिँ एकदम इन्ट्रेस्टिङ भयो। सोनी युके कन्फरेन्स भर्खर समाप्त भएको छ। यो कन्फरेन्समा एकदम हाम्रो धेरै प्रेजेन्टेसन भएको थियो जसमा मैले पनि भाग लिएको थिएँ। त्यो प्रेजेन्टेसन चाहिँ मेरो पेपर चाहिँ वाज अन रेस्पोन्सिबल एआई गभर्नेन्स इन नेपाल। सो एआई एकदम इमर्जिङ टपिक हो नेपालमा र वर्ल्डमा। सो मेरो टपिक चाहिँ त्यसमै मलाई अलि क्राउडसँग मैले डिस्कस गर्नु मन थियो। र थ्रु दिस इभेन्ट यो प्लेटफर्म मैले चाहिँ आफ्नो प्रेजेन्टेसन स्किल्स सफ्ट स्किल्स इम्प्रुभ हुँदैछ। सो हेभ अ बिग ग्रेट थ्याङ्कफुल टु सोनी युके फर अल दिस। जस यहाँ चाहिँ आएर चाहिँ मैले के कुरा सिकेँ भन्दाखेरि चाहिँ डिफ्रेन्ट एकदम ट्यालेन्टेड सिभिल इन्जिनियर्सहरू, कम्प्युटर इन्जिनियर्सहरू, सिनियर प्रोफेसनल्सहरूसँग भेट भइरहेछ। प्लस मैले आफूलाई ग्रो गर्ने अनि ठुल्ठुलोहरूबाट सिक्ने मौकाहरू पाइरहेको छु। मेन चाहिँ खास के हो भने हामीले एनुअल सम्मेलन त हरेक वर्ष गर्छौँ, जुन त्यो एउटा चाहिँ प्रक्रियागत भयो। तर यसलाई हामीले चाहिँ अलिकति यो प्रक्रियागत मात्र नभइकन यसबाट केही उपलब्धिहरूलाई चाहिँ अलिकति समष्टिगत रूपले नेपालको विकासमा कसरी लाउन सकिन्छ। हामीले योभन्दा अगाडि पनि नेपालको विकासको लागि केन्द्रित गरेर चिजहरू गरेको थियौँ। तर अब चाहिँ त्यो वातावरण अलिकति फरक भएको छ। अब चाहिँ कस्तो भने एक्लै भन्दा पनि समष्टिगत रूपले भोइसहरू, युनिफाइड भोइसहरू उठ्नुपर्ने अब जरुरी छ। कन्ट्री भनेको एकजनाको प्रयासले हुँदैन। पहिला नेपालको उच्च टार्गेट के हो, किटान गरौँ। त्यो लक्ष्यमा पुग्नलाई हामीसँग भएका रिसोर्सेसहरूले हामीलाई कति समयमा त्यो लक्ष्यमा हामीलाई सफलतापूर्वक पुर्याउन सक्छ। विदेशमा सिकेर बसेका ब्रेनहरू जस्तो हाम्रो जस्तो ब्रेन छ, त्यो चाहिँ कसरी त्यसमा समाहित हुनसक्छ भन्ने यो एउटा इक्जाम्पल हो। तपाईँ सोने युकेको नेतृत्वमा आएदेखि आजको यो 11औं वार्षिक सम्मेलनसम्म आइपुग्दा पनि यहाँले नयाँ पुस्तालाई प्रोत्साहन भनेर बारम्बार त्यसलाई महत्त्व दिइराख्नुहुन्छ। किन यो एउटा समस्या बनेको छ, यो इस्यु छ? यो एकदम ठुलो इस्यु भएको छ अहिले। जस्तै मैले हेर्दाखेरि नेपालमा करिब 1 लाख इन्जिनियर रजिस्टर भएको छ। 1 लाख मध्ये यहाँ युकेमा त करिब 5,000 भन्दा बढी छन्, कम छैन। त्यो 5,000 इन्जिनियरको अहिले अवस्था यस्तो छ किनभने उनीहरूलाई चाहिँ नेपालबाट आएकोले उनीहरूको चाहिँ यहाँको लेभलको इङ्ग्लिस जुन मान्छेले एक्सपेक्ट गर्छन् त्यो पनि छैन। नेपालकोमा तिनीहरू धेरै राम्रो इन्जिनियर हुन्, तर यहाँ चाहिने काम गर्न जुन चाहिने न्यूनतम योग्यताहरू के पनि त्यो पुग्दैन उनीहरूलाई। त्यो हाम्रो पनि पुगेको थिएन पहिला हामी आउँदाखेरि। त्यो स्वाभाविक हो। त्यसले गर्दाखेरि यहाँको उनीहरूको 2 वर्षको भिसाभित्र उनीहरूले चाहिँ 1 वर्षभित्र जागिर पाएनन् भने उनीहरूले त्यस पछाडि भिसा कम भएकोले जागिर पनि पाउँदैन। त्यो एकदम ठुलो समस्याको रूपले छ। उनीहरू फर्केर नेपाल जानु हुँदैन भन्ने हाम्रो भनाइ होइन। तर यहाँ बस्ने आशय भएको मान्छेले जुन एउटा फ्रस्ट्रेसनमा चाहिँ जुन त्यो नराम्रो गतिविधिहरू गरेको, आत्महत्या गरेको यस्ता कुराहरू हामीले सुन्न आउँछौँ। जुन हाम्रो यहाँ हुर्केका यङ इन्जिनियरहरूलाई त्यो एकदम पीडाको रूपले उनीहरूले घोचिरहेछ। उनीहरूलाई चाहिँ कसरी एड्रेस गर्न सकिन्छ भनेर मैले हाम्रो सम्पूर्ण एकदम अनुभवी साथीहरूलाई यो आफूले जसरी सङ्घर्ष गर्दाखेरिका दिन सम्झेर हाम्रो नयाँ पिँढीहरूलाई हामीले चाहिँ उनीहरूलाई मेन्टरिङ गर्ने, उनीहरूले केही पनि चाहेको छैन, बाटो देखाइदिनु परेको छ। मेहनत उनीहरू आफै गर्छन्, तर सङ्गठित रूपले बाटो देखाउनलाई यसमा यो हाम्रो फोर्समा सोसाइटीको फोर्समा जोइन भएर उनीहरूलाई इन्करेज गर्नु पर्यो भन्ने मेरो आह्वान हो। र अन्त्यमा सोने युकेको नेतृत्वमा बाँकी कार्यकाल चाहिँ के गर्न चाहनुहुन्छ? अब तपाईँले बाँकी रहेको अवधिमा तपाईँको प्राथमिकता चाहिँ के छ? मेरो कार्यकाल अब हार्डली 2-3 महिना मात्र बाँकी छ। मेरो अगस्तमा अथवा सेप्टेम्बरमा सिद्धिति छ। तर के भने एउटा सेटअप सोनी युकेको भोलिको रूप कस्तो हुनुपर्छ भनेको एउटा आधारशिला हामीले बनाइसक्यौँ। अब के छ भने त्यो चिजलाई चाहिँ कार्यगत रूपले आफ्नो योजना बनाएर, जस्तै यो ट्रेनिङ अघि हामीले कुराहरू त्यो नभएको होइन भइरहेछ, तर त्यसलाई चाहिँ लार्ज स्केलमा चाहिँ त्यसलाई अप स्केलिङ गर्नु जरुरी छ। हाम्रो आवाज हामीले राजदूत मार्फत चाहिँ ब्रिटिस गभर्मेन्टमा अथवा नेपाल गभर्मेन्टमा नपुर्याएको होइन, पुर्याइरहेछौँ। तर त्यसले चाहिँ प्रतिफल हामीलाई हामीलाई फिल भएको छैन। त्यो अब चाहिँ कस्तो भने एक्सन ओरिएन्टेड र भोलि आउने कार्य समितिले पनि त्यसलाई राम्रै टेक गर्न सकोस्। र हाम्रो लक्ष्य एकदम सिम्पल छ, नेपालको विकास, नेपाली नलेजको जुन त्यो यहाँ हामीले ब्रेन ड्रेन भनेको छ, ब्रेन गेन गर्ने बेला आएको छ, यहीँ बसेर पनि गराउन सकिन्छ भन्ने कुराको प्रत्याभूति र यङ जुन त्यहाँ सङ्घर्षशील इन्जिनियरहरू छन् उनीहरूलाई चाहिँ सकेसम्म चाँडो एकदम आत्मसम्मानका साथ रोजगारीको अवसर दिलाउने वातावरण सिर्जना गर्ने। त्यो मैले गरी भने पनि मैले त्यही गर्छु र नयाँ साथी आउनेले पनि त्यही गर्नुपर्छ भन्ने विश्वासका साथ मैले चाहिँ त्यो कुरामा अगाडि बढ्छु।